असफल मान्छेहरूले जिन्दगीभरि आफ्नो निकम्मा कामको लागि अरूलाई दोष लगाउने गर्छन्। यो समाज भएन, यो सरकार भएन, यो देश भएन, यो भएन। धन्न 8 अरबमा चाहिँ धन्न म चाहिँ कहाँबाट ठिक जन्मेछु जस्तो लाग्छ मान्छेलाई असफल हुनेलाई, हैन? जो सफल हुने मान्छे हो त्यो मान्छेले चाहिँ जहिले पनि के गर्छ त भन्दा दे टेक रेस्पोन्सिबिलिटी, दे डोन्ट ब्लेम अदर्स, दे लर्न एभ्री टाइम। संसारमा कोही यस्तो मान्छे छैन जो हरेकचोटि खुसी भइराख्छ। यो कुनै मान्छे हो नि त, मूर्ति मात्रै गरिरहेन, हैन? हैन, हामी ह्युमन बिइङ हो भने हामीसँग सेन्टिमेन्ट छ, हामी पनि दुःखी हुन्छौँ, हामी पनि खुसी हुन्छौँ। तपाईँले हामीलाई देखेको चिजमा सर्र यिनीहरू त होइन। हरेक मान्छेको जिन्दगीमा फ्रस्ट्रेसन पनि हुन्छ, रिस पनि उठ्छ, अनि गजब पनि लाग्छ। दुईटा काम गर्नु जिन्दगीमा। मैले गरेको चिज भन्छु नि त म, जब जब यो डेज आर लो या तपाईँलाई जब जब दिक्क लाग्छ, जब फ्रस्ट्रेसन हुन्छ भने तपाईँले त्यसकारण अरूलाई दोष लगाउनुको सट्टा चाहिँ यसको कारणहरू पत्ता लगाउने, लोअर टाइममा चाहिँ तपाईँले सिक्ने। यू हैव टू लर्न। सीए अरे नहीं कर पाएगा, मैंने कैसे नहीं कर पाएगा, करके जाऊंगा भने चाहिँ हो क्या आयो। म तपाईँले सोध्नुभयो भने म सीए पढ्न जाँदाखेरि घरबाट निस्किँदैन म फर्केर आउने बेलासम्मको खर्च चाहिँ नेपाली रुपियाँ 1,20,000 भएको थियो। म त्यति बेलादेखि नै फाइनेन्सियली डिसिप्लिन थिएँ। मेरो कारण फरक थियो, किन भन्दा मेरो 6 भाइ बहिनी, बुवाको सानो जागिरले मलाई पढाउनुको साथसाथमा 5 भाइ बहिनी पढाउनु पर्छ भन्ने कुरा भएपछि मैले बुवाले पठाएको एक एक पैसा पाउरोटी कति रुपियाँमा किने, 2 रुपियाँको चाहिँ मैले टिकट काटेर चाहिँ बसमा चढेँ, त्यो पनि आएर नोट गर्थेँ। र मैले सकेसम्म काठमाडौँ पढ्दाखेरि पनि 2500 रुपियाँ बुवाले महिनामा पठाउनुहुन्थ्यो। त्यो 2500 मध्ये मैले 200 रुपियाँ पनि अहिले बचाएँ भने अर्को महिना त बुवाले 2300 पठाएपछि पुग्यो। अनि त्यो भइसकेपछि चाहिँ अर्को महिना पनि 200 बचाउन सकियो भने त 2100ले पुग्यो। 400 बचाउनु भयो भने त अनि भाइ बहिनीहरूको चाहिँ फी तिर्न पुग्छ नि त भन्ने मलाई त्यति बेलामा फिलिङ थियो। हामीलाई पनि रहर लाग्थ्यो नि, साथीहरू मोटरसाइकलमा घुर्र आइरहेको बेलामा हामीलाई पनि मोटरसाइकल चढ्ने रहर लाग्थ्यो होला। तर म बुवाले साइकल किनिदिन्छु भन्दाखेरि पनि म साइकल काठमाडौँमा किनिदिन्छु भन्नुभएको थियो। म गएँ नेपाल एउटा रुपैडिया गएर आएँ, 2500 रुपियाँ, यहाँ 3500 पर्थ्यो, त्यहाँ 2500। अनि त्यसपछि त्यो हिरो रेन्जर भन्ने चाहिँ यस्तो स्टेट भएको चाहिँ अनि त्यहाँ रुपैडिया गएर 2500 रुपियाँ 1000 रुपियाँ सस्तो भएको हुनाले आउने बेलामा 3 महिना कुरेर उतापट्टि गएर 1000 रुपियाँ बचाउनुको लागि पनि साइकल ल्याएर अनि म आफ्नो बसको हुटमा राखेर यहाँ आएँ। त्यो फाइनेन्सियल डिसिप्लिनले भाइ बहिनीहरू मलाई यहाँ पुर्याएको छ। म दैलेख जिल्लाबाट बिलोङ गर्छु, कर्णाली प्रदेशको मान्छे हो। म तपाईँलाई भनौँ, कर्णाली प्रदेशको पहिलो चार्टर एकाउन्टेन्ट मै हो। कर्णाली प्रदेशको पहिलो ब्याङ्क वित्तीय संस्थामा सिइओ हुने मान्छे मै हो। म चाहिँ यहाँ आउँदाखेरि कोही एकजना ब्याङ्किङ सेक्टरको मान्छे मैले चिनेको थिइनँ भने म यहाँ कसरी पुग्यो होला त? यदि भनसुनकै मान्छे हुने भएको भए म त्यो ठाउँबाट यहाँ पुग्थिनँ नि। दिमागबाट यो चाहिँ के हटाइदिनुहोस् त भन्दा भनसुन भनेपछि हुन्छ, नभएपछि हुँदैन भन्ने दिमागबाट हटाउने हो। कति खेलेर पिटाइ खान्छ, पढ। अरे यार ऊ क्रिकेटमा रुचि राखिरहेछ भन्ने कुरा प्यारेन्ट्सले सुरुमा बुझिदिनु त पऱ्यो नि त। अनि के थाहा ऊ सचिन तेन्दुलकर बन्छ कि हाम्रै नेपालको जस्तो को होइन पारस जस्तो बन्छ कि को बन्छ कि। सो त्यो चिजलाई त हामीले एक्सेप्ट गरिदिनु पर्यो। हामी पनि जनरली प्यारेन्ट्सहरूको दिमागमा के छ त भन्दाखेरि पढ्ने बच्चा राम्रो, सुरुमा त अरू दायाँ बायाँ चित्र बनाउन थाल्यो भने नि के केरेर बसिरहेको, पढ्दैन भनेर चाहिँ गाली गरिरहेछ, यता पनि गाली गरिरहेछ, हामीले पनि बिगारेको छ। त्यस कारणले पहिला बच्चाको त्यो इन्ट्रेस्टलाई चाहिँ हामीले क्याटरिङ गर्दाखेरि चाहिँ ऊ कुन बाटोमा जानिसकेको छ एक्सेप्टेन्स चाहिँ हामीले पनि गरिदिनुपर्छ। वेन युर इमोसन्स आर हाई, डोन्ट कम्युनिकेट सोसियली। त्यो मार्क जुकरबर्ग आएर तिम्रो प्रब्लम सल्भ गरिदिन्न बाबा, अरू मान्छेले तिमीलाई इभ्यालुएट गर्छ, अरू मान्छेले तिमीलाई जज गर्छ, त्यसले तिम्रो माइन्डसेट डेभलप हुन्छ। वाइ यु आर इन्भल्भ इन द्याट वे भने हो। साइन्स लिएर पास गर्न कतिको उहाँले पनि मुकुन्दजीले भनिहाल्नु भयो। म तपाईँलाई भन्छु साइन्स लिएर पढ्ने विद्यार्थीले म्यानेजमेन्टभन्दा बढी राम्रो गर्छ। र हाम्रो करियरको त्यो रिजल्टकोमा पनि तपाईँ हेर्नुभयो भने मोस्ट अफ द टपर्स फ्रम द साइन्स ब्याकग्राउन्ड। त्यस्तो किन हुन्छ त भन्दाखेरि हामी म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरू जनरली के त भन्दा एक्जामभन्दा अगाडि मात्र पढ्ने, अनि त्यसपछि सकेसम्म स्ट्रेट जे क्वेसन सोधेको त्यसको एन्सर दिने भनेर पढ्छौँ। साइन्स पढ्दाखेरि चाहिँ वाट, हाउ, वाइ भन्ने कुरा एनालाइटिकली पढ्छौँ। त्यो जब हामी एनालाइटिकली वाट, हाउ, वाइ भन्यो भने एक्जाममा क्वेसन घुमाएर आउनु भन्छ नि, घुमाउनुलाई चक्रपथ हो र? किन घुमाएर आएको त भन्दा हामीले बुझेर नपढेको कारणले क्वेसन घुमाएर आएको। त्यस कारणले साइन्स जब एनालाइटिकली पढ्ने हुनाले साइन्स पढ्ने स्टुडेन्टलाई केही पनि फरक छैन। बरु चाहिँ कस्तो हुन्छ भने म्यानेजमेन्टले मैले एकाउन्ट्स पढायो, इकोनोमिक्स पढायो भनेर कुरिरहेको छ, अनि खराएर कछुवाको दौड जस्तो चाहिँ साइन्सवालालाई मैले त एकाउन्ट पढाएको छैन, मैले त इकोनोमिक्स पढाएको छैन भनेर सुरुबाटै मेहनत गर्न थाल्छ। ऊ अनि ऊ कछुवा जस्तो अगाडि परेर जितिहाल्छ। केही हात्तिनु पर्दैन, राम्रोसँग सक्छ। साइन्स म्यानेजमेन्ट जे पढ्यो भने पनि तपाईँले जिरोबाट सुरु गर्ने हो नि त। त्यस कारण वाट इज एकाउन्टिङबाटै कोर्स सुरु हुने हुनाले तपाईँले साइन्सबाट या म्यानेजमेन्टबाट जहाँबाट जाँदा पनि फिटिक्कै फरक पर्दैन। फरक के पर्छ त भन्दा तपाईँ कसरी पढ्छ भन्ने कुरामा फरक पर्छ। सिएको मार्केटको स्कोप कस्तो हुन्छ भन्ने कुरा तपाईँले सोध्नुभयो। पक्कै पनि मैले भने नि, हिजो सिए पास भएर आउँदा बित्तिकै यताउता अपर्च्युनिटी हुन्थ्यो। अब सिए विथ
एटिच्युड स्किल्स एड हुनै पर्यो। किन भन्दा हरेक चिजको डिमान्ड र सप्लाईको कुरा हुन्छ नै बजारमा। जब तपाईँको मार्केटमा सप्लाई बढी भएर गयो भनेपछि त्यति बेलामा तपाईँ अरूभन्दा डिफ्रेन्ट स्किल सेट सहित आउनुभयो भने तपाईँलाई सहज हुन्छ। अनि इन्ट्री लेभलबाट पनि तपाईँले अगाडि बढ्नलाई पनि तपाईँको एटिच्युड र स्किल लेभल तपाईँले बेटर गर्दै जानुभयो भने तपाईँले बेटर गरिहाल्छ। भने इट अल डिपेन्ड्स अन यु। तपाईको आफ्नो पर्सनल क्यापेबिलिटिज स्किल सेट र एटिच्युडमा भर पर्छ। त्यसकारणले सँगसँगै क्वालिफिकेसन र सँगसँगै मैले अघि भने त्यसलाई एड गर्नु पर्ला। सोसियल मिडिया नराम्रो त भन्न मिल्दैन भन्नुभएको छ। उहाँले पनि सोसियल मिडिया नराम्रो भने होइन क्या, अलिकति अब उहाँ आफ्नो सोसियल वर्कमै लागिराख्नु ओराटर भन्छ नि, त्यो सुगारजीले मैले भने चाहिँ ठिक हुन्थ्यो। तपाईँहरूलाई के भन्नु खोजे हो भने वेन युर इमोसन्स आर हाई डोन्ट कम्युनिकेट सोसियली। त्यो मार्क जुकरबर्ग आएर तिम्रो प्रब्लम सल्भ गरिदिन्न बाबा, अरू मान्छेले तिमीलाई इभ्यालुएट गर्छ, अरू मान्छेले तिमीलाई जज गर्छ, त्यसले तिम्रो माइन्डसेट डेभलप हुन्छ। वाइ यु आर इन्भल्भ इन द्याट वे भने हो। गर्नुहोस् न, मैले अघि नै भने तपाईँ सोसियल मिडियामा पनि इङ्गेज हुनुहोस्। तपाईँ आजको डिजिटल वर्ल्डमा तपाईँ भएन भने त भउँदो हुन्छ भने, तर केमा इङ्गेज हुने भन्ने कुरा ध्यान दिनुहोस्। त्यसले तपाईँलाई सही डाइरेक्सनतिर लिएर गइरहेछ भन्ने कुरा इन्स्योर गर्नुहोस्। जुन भिडियो जुन चिजहरू हेर्नुहुन्छ त्यो हेरेको चिजले तपाईँको करियरमा या तपाईँको लाइफमा भ्यालु एडिसन भइरहेछ छैन हेर्नुहोस्। टिकटक हेर्दा पनि त्यस्तै हेर्नुहोस्, युट्युब हेर्दा पनि त्यस्तै हेर्नुहोस्, भिडियोहरू हाल्दा पनि त्यस्तै राख्नुहोस्। किन भन्दा अहिलेको सोसियल मिडियामा तपाईँले हाल्ने स्टाटस, तपाईँले लेख्ने तरिका, तपाईँले गर्ने कम्युनिकेसनको आधारमा मान्छेले तपाईँको बारेमा ओपिनियन बनाउँछ। त्यस कारणले उहाँले भन्नुभएको तपाईँले जब जसरी प्रस्तुत हुनुहुन्छ अब अनुहार होइन सोसियल मिडियाबाटै मान्छेले चिन्ने भइसकेपछि प्लिज बी केयरफुल वाइल ह्यान्डलिङ योर सोसियल मिडिया भन्नुभएको। यसलाई मैले क्लेरिफाई गरेँ। अब अर्को हाम्रो जर्नलिस्ट हाम्रो सीताजीले भन्नुभएको थियो यो पढ्ने र व्यवसायमा प्र्याक्टिकल लिङ्क कसरी हुन्छ भन्ने कुरामा यस्तै प्रकारको चिजहरूले हुन्छ। यस्तै कलेजहरूले गर्ने चिजहरूले अब त कलेजहरूले अहिले चाहिँ धेरै जसो भिजिटिङ फ्याकल्टिजहरू पनि बोलाउनुहुन्छ स्टुडेन्ट्सहरूलाई। त्यो प्र्याक्टिकल हाम्रो जस्तो छैन नि त। त्यो भइसकेपछि के त भन्दा आज पनि पढ्ने विद्यार्थीहरूले चाहिँ हरेकचोटि चाहिँ जस्तै एकाउन्ट्स कसैले पढ्छ भने हामीले पढाए त ल राम इन्भेस्टेड 1 लाख रुपियाँ एज क्यापिटल भन्यो भने राम एकाउन्ट डेबिट टु क्यास गऱ्यौँ। किन राम एकाउन्ट डेबिट गरे पनि थाहा छैन, त्यही लेख्न भन्नुहुन्छ टिचर, लेखे जाँचमा पास भयो सकिया हो। तर अहिले पढ्ने विद्यार्थीले चाहिँ वाइ द्याट क्यास एकाउन्ट इज डेबिटेड, त्यसको इम्प्याक्ट कहाँ पर्छ, किन क्यापिटल क्रेडिट गरेको, अनि भोलि मैले बिजनेस गरेँ भने के भनेर लिङ्क्ड भएर पढिदिनु भयो भने तपाईँले बुझ्न पनि त्यसरी बुझ्छ। बुझेको चिजलाई तपाईँले प्र्याक्टिकली लाइफमा पछि युज पनि गर्न सक्छ। नत्र मास्टर्स पास चाहिँ गरेछ गएपछि एउटा भौचर भर्न पनि नआउने स्थिति आउँछ। त्यस कारणले एउटा कुरा विद्यार्थी आफैमा पनि रुचि हुनु पर्यो। यस्तो प्रकारको कलेजहरूले त्यो कनेक्टिभिटी बढाइदिएको छ, यसले हेल्प गर्छ। अनि सफल मान्छेको साझा बानी भनेको चाहिँ मलाई के लाग्छ त भन्दा कन्सिस्टेन्सी। जहिले पनि हेर्नुहोस् एकदमै जे काम गर्नुहुन्छ कन्सिस्टेन्सी त्यसमा चाहियो। अनि टेकिङ रेस्पोन्सिबिलिटी रादर देन ब्लेमिङ ओदर्स। असफल मान्छेहरूले जिन्दगीभरि आफ्नो निकम्मा कामको लागि अरूलाई दोष लगाउने गर्छन्। यो समाज भएन, यो सरकार भएन, यो देश भएन, यो भएन, बाबुआमा भएन, छाती छमै धन्न 8 अरबमा चाहिँ धन्न म चाहिँ कहाँबाट ठिक जन्मेछु जस्तो लाग्छ मान्छेलाई असफल हुनेलाई होइन। जो सफल हुने मान्छे हो त्यो मान्छेले चाहिँ जहिले पनि के गर्छ त भन्दा दे टेक रेस्पोन्सिबिलिटी, दे डोन्ट ब्लेम ओदर्स, दे लर्न एभ्री टाइम। र हम्बल हुन्छ, स्किल सेट हुन्छ, र त्यो कन्फिडेन्स एउटा हुन्छ, र पर्पसफुल हुन्छ। त्यो भएपछि चाहिँ हरेक मान्छे सफल हुन्छ जस्तो लाग्छ मलाई। 1-2टा एक्सेप्सनलाई छोडौँ। अर्को वित्तीय साक्षरता वास्तवमा भाइ बहिनीहरूलाई जरुरी छ। म त भन्छु, म तपाईँले सोध्नुभयो भने म सिए पढ्न जाँदाखेरि घरबाट निस्किँदै म फर्केर आउने बेलासम्मको खर्च चाहिँ नेपाली रुपियाँ 1,20,000 भएको थियो। म त्यति बेलादेखि नै फाइनेन्सियली डिसिप्लिन थिएँ। मेरो कारण फरक थियो, किन भन्दा मेरो 6 भाइ बहिनी, बुवाको सानो जागिरले मलाई पढाउनुको साथसाथमा 5 भाइ बहिनी पढाउनु पर्छ भन्ने कुरा भएपछि मैले बुवाले पठाएको एक पैसा पाउरोटी कति रुपियाँमा किने, 2 रुपियाँको चाहिँ मैले टिकट काटेर चाहिँ बसमा चढेँ, त्यो पनि आएर नोट गर्थेँ। र मैले सकेसम्म काठमाडौँ पढ्दाखेरि पनि 2500 रुपियाँ बुवाले महिनामा पठाउनुहुन्थ्यो। त्यो 2500 मध्ये मैले 200 रुपियाँ पनि अहिले बचाएँ भने अर्को महिना त बुवाले 2300 पठाएपछि पुग्यो। अनि त्यो भइसकेपछि चाहिँ अर्को महिना पनि 200 बचाउन सकियो भने त 2100ले पुग्यो। 400 बचाउनु भयो भने त अनि भाइ बहिनीहरूको चाहिँ फी तिर्न पुग्छ नि त भन्ने मलाई त्यति बेलामा फिलिङ थियो। मलाई पनि रहर थियो नि त होइन। तर हामीले आफ्नो त्यो चिजको रेस्पोन्सिबिलिटीले तपाईँलाई त्यहाँ पुर्याउँछ। हामीलाई पनि रहर लाग्थ्यो नि, साथीहरू मोटरसाइकलमा घुर्र आइरहेको बेलामा हामीलाई पनि मोटरसाइकल चढ्ने रहर लाग्थ्यो होला। तर म बुवाले साइकल किनिदिन्छु भन्दाखेरि पनि म साइकल काठमाडौँमा किनिदिन्छु भन्नुभएको थियो। म गएँ नेपाल एउटा रुपैडिया गएर आएँ, 2500 रुपियाँ, यहाँ 3500 पर्थ्यो, त्यहाँ 2500। अनि त्यसपछि त्यो हिरो रेन्जर भन्ने चाहिँ यस्तो स्ट्रेट भएको चाहिँ अनि त्यहाँ रुपैडिया गएर 2500 रुपियाँ 1000 रुपियाँ सस्तो भएको हुनाले आउने बेलामा 3 महिना कुरेर उतापट्टि गएर 1000 रुपियाँ बचाउनुको लागि पनि साइकल ल्याएर अनि म आफ्नो बसको हुटमा राखेर यहाँ आएँ।
त्यो फाइनेन्सियल डिसिप्लिनले भाइ बहिनीहरू मलाई यहाँ पुर्याएको छ। अहिलेको भाइ बहिनीहरू बुवा आमाले दिएको खर्च पनि मतलब छैन, 1000 रुपियाँ त उस्तै सकेर आउँछ, साथीभाइलाई भनेको छ, अर्को भनेको छ। त्यो डिसिप्लिनले तपाईँको भोलिलाई पनि सहयोग गर्छ। यो धेरै भ्यालिड क्वेसन एउटा सोध्नु भएको थियो, यसरी काम गर्नु पर्ला। अनि जिपिए एडिक्वेट छैन तर पनि हाम्रोतिर आउन चाहनुहुन्छ भने मैले भनेको कुरा के हो त भन्दा अघि त कसरी सेलेक्सन गर्नुहुन्छ भन्दाखेरि त्यस्तो भनेको, तर तपाईँको सिजिपिए छैन, ल नोबेल ब्याङ्कको कुरा गर्छु नि त, पुगेन तपाईँले भनेपछि अब के गर्नु भन्दा म उपाय भन्छु नि, तपाईँले इन्टरमिडिएट पास गर्दा बित्तिकै तपाईँको सेकेन्ड डिभिजन मिनिमम छैन भने त अब स्कोरै छैन भने म सक्दिनँ। सेकेन्ड डिभिजन मात्र ल्याउनु भएको छ भने पहिला आउने, आउटसोर्सको रूपमा भित्र छिर्ने, आउटसोर्स स्टाफभित्र यदि छिरिसक्यो भने अनि हरेक इन्टरनल एक्जामिनेसनमा के हुन्छ त भन्दा तपाईँलाई अटोमेटिकल्ली हामीले इनरोल गरेर एक्जाम लिन्छौँ। एक्जाममा चाहिँ बेटर गर्नु पऱ्यो, कहीँ त बेटर गर्नु पऱ्यो नि त। एक्जाममा तपाईँले अरूभन्दा बेटर गर्नु परेन, तर कमसेकम 50 नम्बर पनि ल्याएर आउनुभयो र तपाईँले आफ्नो स्किल सेट राम्रो देखाउनु भयो र नलेज भयो भने तपाईँ इन्ट्री गर्न सक्छ। म लियो भने फ्रेस ग्रेजुएट्सको ब्याङ्किङमा के अपर्च्युनिटी छ भन्नु छ, मैले अहिले जे कुरा गरिरहेको छु सबै फ्रेस ग्रेजुएट्सको होइन। र दिमागबाट के चाहिँ हटाउनुहोस् भने नि, धेरै भाइ बहिनीहरूको दिमागमा अरूमा के हाल्दैछ नि भन्छन् भएपछि हुन्छ, ब्याङ्कमा त चिने जानेको मान्छे भएपछि जागिर हुन्छ नत्र हुन्न भन्छ। भाइ बहिनीहरू यदि त्यस्तो हुन्थ्यो भने नि, म दैलेख जिल्लाबाट बिलोङ गर्छु, कर्णाली प्रदेशको मान्छे हो। म तपाईँलाई भनौँ कर्णाली प्रदेशको पहिलो चार्टर एकाउन्टेन्ट मै हो, कर्णाली प्रदेशको पहिलो ब्याङ्क वित्तीय संस्थामा सिइओ हुने मान्छे मै हो। म चाहिँ यहाँ आउँदाखेरि कोही एकजना ब्याङ्किङ सेक्टरको मान्छे मैले चिनेको थिइनँ भने म यहाँ कसरी पुग्यो होला त? यदि भन्सुनकै मान्छे हुने भएको भए म त्यो ठाउँबाट यहाँ पुग्थिनँ नि। दिमागबाट यो चाहिँ के हटाइदिनुहोस् त भन्दा भन्सुन भनेपछि हुन्छ, नभएपछि हुँदैन भन्ने दिमागबाट हटाउने हो। म क्यापेबल छु भन्ने हो। ल 50 जना खोल्या छ भनेपछि 50मा टप 10 मा त म हो, बाँकी 40 जेसुकै गरोस् भन्ने तपाईँसँग जब कन्फिडेन्स हुन्छ त्यसले तपाईँ अटोमेटिकली टप 10 मा नआए पनि टप 30 भित्र आउँछ। त्यो कन्फिडेन्स आफूमा राख्नुहोस्। नेगेटिभ माइन्डसेटबाट अगाडि बढेर काम गर्नुभयो भने यु क्यान टेक इन्ट्री। त्यो भन्न चाहे मैले। अनि अर्को चाहिँ यो सिए एकदम गाह्रो छ, तिमीले सक्दैनौ भन्ने कुरालाई चाहिँ एकदम मजाले सकिन्छ। सिए के पनि गाह्रो छैन है। मैले यसो किन भनेको त भन्दा म भन्दैछु नि त, एसएलसीमा 51% नम्बर ल्याएको, धाकधुक्क गरेर चाहिँ 58% ल्याएर आएको। तर कुरा के हो त भन्दा सिए पढ्दाखेरि तपाईँले अरू एकाडेमिक कोर्स पढ्नु भयो भने चाहिँ हुँदैन। तपाईँहरूले के चाहिँ गर्नु होला त भन्दा हरेक कोर्समा चाहिँ प्र्याक्टिकल त्यसलाई सोचेर बुझेर गर्ने। अनि के त भन्दाखेरि एक्जाम दिन जानुभन्दा पहिला चाहिँ हरेकचोटि रिहर्सल गर्ने। जसरी हामी मोटरसाइकलको, स्कुटीको या कारको के गर्छौँ, ट्रायल दिन जानुभन्दा पहिला चाहिँ 1-2 चोटि गएर डाङडुङ यता भाटासाटा राखेर गरेर अनि बल्ल जान्छौँ नि। एक्जाम दिन जाँदाखेरि त तपाईँहरू सिधै जानुहुन्छ नि, त्यो नगर्नुहोस्। तपाईँ एक्जाम दिन जानुभन्दा पहिला मक टेस्ट जस्तो आफै पहिला पास क्वेसन्स ल्याएर मजासँग ल्याउने, सल्भ गर्ने, कहाँ प्रब्लम रहेछ पत्ता लगाउने आफै गरेर गर्नुभयो भने सिए त फिट्टिकै गाह्रो छैन। मैले भने नि 2 चोटि त सुरुमा अब त्यो नलेज लेभलको ग्याप एकदम गाह्रो भयो हुनाले म फेल भएको। त्यसपछि त म कसरी पास भएँ म आफैलाई थाहा छैन, यत्तिकै हाउमै पास भइहाल्छ। धेरै गाह्रो छैन, तर पढ्ने स्किल सेट चाहिँ चेन्ज गर्नुपर्छ, टेक्निक चाहिँ चेन्ज गर्नुपर्छ। बुवा आमालाई पनि त्यही भन्नुहोस्, नसक्ने भन्ने केही पनि हुँदैन। मलाई पनि त्यही बनाइदिनु, सिए अरे नहीं कर पाएगा भने कैसे नहीं कर पाएगा, करके जाऊँगा भने करके जाऊँगा भने चाहिँ हो के आयो होइन। यसमा केही फरक परेन। अर्को काम गर्दा दिक्क लागेन, दिक्क लाग्दाले पनि के मोटिभेट गर्यो उहाँले भन्नुभएको छ, संसारमा कोही यस्तो मान्छे छैन जो हरेकचोटि खुसी भइरहेको छ। यो कुनै मान्छे हो नि त, मूर्ति मात्रै हे गरिरहेन होइन। होइन हामी ह्युमन बिइङ हो भने हामीसँग सेन्टिमेन्ट छ, हामी पनि दुःखी हुन्छौँ, हामी पनि खुसी हुन्छौँ। तपाईँले हामीलाई देखेको चिजमा सर्र यिनीहरू त होइन। हरेक मान्छेको जिन्दगीमा फ्रस्ट्रेसन पनि हुन्छ, रिस पनि उठ्छ अनि गजब पनि लाग्छ। दुईटा काम गर्नु जिन्दगीमा। मैले गरेको चिज भन्छु नि त म, जब यो डेज आर लो या तपाईँलाई जब दिक्क लाग्छ, जब फ्रस्ट्रेसन हुन्छ भने तपाईँले त्यसकारण अरूलाई दोष लाउनुको सट्टा चाहिँ यसको कारणहरू पत्ता लगाउने। लोवर टाइममा चाहिँ तपाईँले सिक्ने, यु हेभ टु लर्न। तपाईँ डाउनमा सिक्ने, अपमा जम्प गर्दै जाने, डाउनमा सिक्ने, अपमा जम्प गर्दै जाने। त्यो गएपछि तपाईँले लोवरलाई पनि बेनिफिटमा लिन्छ, अपमा त लिने भइहाल्यो। त्यस कारणले दिक्क लाग्दाखेरि फ्रस्ट्रेट भएर बर्बाद भयो, कहाँ फँसियो भन्यो भने सकियो। तपाईँ जब आफ्नो माइन्डसेटबाट सकिन्छ, तपाईँलाई कसैले पनि उठाउन सक्दैन। जब तपाईँलाई दिक्क लाग्छ, फ्रस्ट्रेसन हुन्छ, तपाईँले मजासँग त्यति बेलामा के कारणले होला त भनेर रिपिट नहुनलाई सिक्ने, माथि जाने, माथि गइसकेपछि एक्सेल गर्ने गर्नु होला। यति भन्न चाहे मैले। अब लास्ट चाहिँ एउटा प्यासन त कहिलेकाहीँ धेरै पछि थाहा हुन्छ, पोटेन्सियल थाहा हुन्न भनेर भन्दै हुनुहुन्थ्यो। पक्कै पनि हो। यो चाहिँ सुरुमै चाहिँ टक्क अब यो थोरै न हो, मैले अघि भन्नु पो तपाईँहरूलाई सजिलोलाई पोखरा जानलाई चाहिँ पोखराको टिकट काट्ने भने हो। करियर भनेको पोखराको टिकट काटे जस्तो नेपालको जस्तो फ्लाइट लिए जस्तो त हुँदैन नि त होइन। पक्कै पनि होइन। तर ट्राई टु आइडेन्टिफाई भन्ने कुरा मात्रै हो। ट्राई टु आइडेन्टिफाई होइन। किन भन्दा त्यसले गर्दा तपाईँको इन्ट्रेस्ट, मोटिभेसन एकातिर छ। कोही मान्छे अहिले मजासँग उसलाई खेलमा मात्रै ध्यान छ, ऊ क्रिकेटै खेल्न खोज्छ भने हामी प्यारेन्ट्सहरू के गर्छौँ भन्नुहोस् त, गएर कति खेलिरह पिटाइ खान्छ, पढ। अरे यार ऊ क्रिकेटमा रुचि राखिरहेछ भन्ने कुरा प्यारेन्ट्सले सुरुमा बुझिदिनु त पऱ्यो नि त।
अनि के थाहा ऊ सचिन तेन्दुलकर बन्छ कि हाम्रो नेपालको जस्तो को होइन पारस जस्तो बन्छ कि को बन्छ कि सो त्यो चिजलाई त हामीले एक्सेप्ट गरिदिनु पर्यो हामी पनि जनरली प्यारेन्ट्सहरूको दिमागमा के छ त भन्दाखेरि पढ्ने बच्चा राम्रो सुरुमा त अरू दायाँ बायाँ चित्र बनाउन थाल्यो भने नि के केरेर बसिरहेको पढ्दैन भने चाहिँ गाली गरिरहेको छ यता पनि गाली गरिरहेको छ हामीले पनि बिगारेको छौँ त्यस कारणले पहिला बच्चाको त्यो इन्ट्रेस्टलाई चाहिँ हामीले क्याटरिङ गर्दाखेरि चाहिँ ऊ कुन बाटोमा जानिसकेको छ एक्सेप्टेन्स चाहिँ हामीले पनि गरिदिनुपर्छ अनि एक लेभलमा गएपछि उहाँले भने जस्तै धुन्द्लो धुन्द्लो देखिन्छ त्यहाँबाट अलिकति क्लियर गर्दै जाने अगाडि बढ्दै जाने करियर चाहिँ इन्ट्रेस्ट अनुसारको स्ट्रिम लिने हो ठ्याक्कै म नोबेल ब्याङ्कको सिइओ हुन्छु भन्ने हुँदैन क्या या म राष्ट्र ब्याङ्कको गभर्नर हुन्छु भन्ने हुँदैन तर म म्यानेजमेन्ट पढेर म चाहिँ लिडरसिपमा जान्छु या म पोलिटिकल लिडर हुन्छु या म समाजसेवी हुन्छु या म बिजनेस गर्छु भन्ने चाहिँ थाहा पाउनु पर्यो हामीले भन्न खोजेको करियरको ओरिएन्टेसन चाहिँ कमसेकम तपाईँको लार्जर एरिया चाहिँ आइडेन्टिफाई गर्नुभयो भने तपाईँको ओरिएन्टेसन सुरुबाट त्यहाँ हुन्छ अनि हरेक दिनको लगानी त्यहीमा भविष्य लगानीले रिटर्न बढिदिन्छ नि त त्यति मात्र भन्न खोजेको थ्याङ्क यू सो मच